आज म बनाउँदैछु सुजीको चिला। सुजीको चिलामा म हाल्दैछु गाजर, शिमला मिर्च, प्याज, टमाटर अनि सुजी भिजाएर राखेको थिएँ बिहान। अनि म यसको चिला बनाउँदैछु। हेर्नुस् है कसरी बनाउँछु। गाजर खिसेर हाल्छु। म चाहिँ यसरी बनाउँछु। सबैको आफ्नो आफ्नो बनाउने तरिका हुन्छ कसरी बनाउने भनेर। मलाई चाहिँ यस्तै गरेर खिसेर हालेको बनाउँदाखेरि सजिलो हुन्छ अनि खानामा पनि टेस्टी हुन्छ। हाले है, हेर्नुस् यसरी मिक्स गरेर अनि यसलाई बनाउनेमा अब नुन, हरियो खुर्सानी हाल्नुपर्छ, हरियो धनियाँ हाल्नुपर्छ। तर यहाँ गाह्रो छैन त्यसैले म हाल्दैन धनियाँ, हरियो धनियाँ छैन। अहिले म एकछिनपछि हजुरलाई बनाएर देखाउँछु यो चिला कस्तो हुन्छ है। चिला हेर्नुस् है हजुरहरू। यसलाई यसरी हालेर यसरी घुमाउनु पर्छ। यसलाई यदि राम्रोसँग घुमेन भने यो पातलो भयो, यो निकाल्नलाई बहुत मुस्किल हुन्छ। अनि यसलाई चाहिँ बस यसलाई अहिले म ढक्कन ल्याएर ढाकिदिने हो। अनि सुजीको चिला यसरी बन्छ हेर्नुहोस् है। यो सुजीको चिला बहुत मिठो हुन्छ चट्नी भएपछि। अब म हजुरलाई उतारेर देखाउँछु फेरि है। सुजीको चिला यस्तो भयो। अब यसलाई चट्नीसँग, पिनटको चट्नीसँग मजाले अब म अर्को रातमा यो भैयालाई चिया यसमा छ राइस भात, मतलब भात छ। यस्तै साथीहरू, परदेशी जीवन नगरे काम पुग्दैन। खाना साँझ र बिहान एउटै घरमा मात्रै काम गरेर पुग्दैन। त्यसैले अर्को घरमा जानुपर्छ।